बाट ठुला ठुला हाम्रा महाराजहरू आउनुभएको छ, हाम्रा ऋषिमुनिहरू आउनुभएको छ, जसले यो कार्यक्रमको शोभा बनाइदिनु भएको छ। अनि धेरै टाढाबाट आउनुभएका परम श्रद्धेय श्री श्री 1008 करना चाहेंगे महाराज जी को। यहाँ पर हम यहाँ स्वागत कर रहे हैं। तो इसी तरह से हम मंच पर बुलाना चाहेंगे अति आदरणीय शिवरात्रि गिरी महाराज जी, आपको भी महाप्रभुलाई हामी धेरै 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 न्यानो अभिवादन टक्राउँछौँ। अनि तपाईँहरूको माया, तपाईँहरूको ममता, तपाईँहरूको प्रेरणा, तपाईँहरूको सहयोगले आज मा युनिक धाम दार्जिलिङले आफ्नो 25 वर्षको यस यात्रालाई पुरा गरिसकेको छ। र हामी यहाँ देखिरहेका छौँ तपाईँहरू धेरै चिफ मिनिस्टर अफ त्रिपुरा पनि हुनुहुन्छ। आज यति टाढोबाट पनि आएर यो कार्यक्रमको शोभा बनाइदिनु भएको छ। र म प्रथम अति आदरणीय श्री राजु विष्टज्यू, दार्जिलिङका माननीय सांसद, साथै श्री विप्लव कुमार दे, त्रिपुराका हाम्रा माननीय सांसद हुनुहुन्छ। यहाँलाई हामी हाम्रो तर्फबाट न्यानो अभिवादन टक्राउन चाहन्छौँ। र यसरी आज हामी समक्ष हाम्रा अति आदरणीय दार्जिलिङका सांसद महोदय, साथै त्रिपुरा महाराज, यसरी नै हाम्रा युनिक धामका अति आदरणीय संस्थापक श्री महन्त योगीराज महाराज जी यहाँ पनि हामी समक्ष हुनुहुन्छ। यसरी नै हामी समक्ष विधायकद्वय महाराजलाई हामी सम्मान गरिरहेका छौँ। यसरी नै हाम्रा आदरणीय परम श्रद्धेय श्री श्री 1008 अनेय गिरिजी महाराज, यहाँलाई पनि हामी यहाँ स्वागत जनाउँछौँ। आदरणीय शिवरात्रि गिरी महाराज, यहाँलाई पनि हामी यहाँ स्वागत जनाउँछौँ। र हामी हाम्रा त्रिपुराबाट आउनुभएका फर्मर चिफ मिनिस्टर साथै वर्तमान लोकसभा सांसद उहाँको पनि हामी मिठो दुई शब्द सुन्नेछौँ। र त्योभन्दा अघि हाम्रा दुई सन्तहरूलाई पनि हामी यस मञ्चमा सम्मान जनाउनेछौँ। त्यसपछि युनिक धाम का महंत पीठाधीश्वर योगीराज का तरफ से युनिक धाम का 2500 वर्ष